हेलो, मैले चाहिँ यहाँनिर सुँगुरको अचार बनाएको छु। अघि सुँगुर ल्याउनु गएको थियो नि त, अनि यहाँ चाहिँ यस्तो दामी भएको छ। यो चाहिँ खुट्टा अनि त्यहाँदेखि मासु बोसोमा चाहिँ मिक्स गर्छ क्या यसरी। अनि टमाटर डल्ले खोर्सानी झन्डै 1 केजी जति हालेको छु यहाँ। अनि त्यहाँदेखि टमाटर हाल्छु, नुन अजिना अनि रातो खोर्सानी हाल्छु, अनि हल्का अदुवा हाल्छु म। अनि यो चाहिँ म पानी सुकाउँछु मजाले, त्यो मासु निस्किन्छ नि त, यो पानी सुकाउँछु। अनि चाहिँ यसरी म मजाले भुस्छु। यो चाहिँ पानी होइन, यो चाहिँ नि तपाईँको के भन्नुहुन्छ भने यो चाहिँ तेल हो। अनि यसरी चाहिँ मजाले पानी सुकेर चाहिँ यसलाई मजाले खराउनुपर्छ, फरफर भुट्नुपर्छ क्या यस्तो तेलमा। फेरि म चाहिँ अचारमा कहिले पनि तेल हाल्दिनँ क्या, बोसोकै निस्किन्छ नि त। अनि मैले चाहिँ यसरी बनाएको छु, यस्तो दामी हुन्छ। तपाईँहरू पनि बनाउन सक्नुहुन्छ।